दर्शकबिन नमस्कार। कार्यक्रम प्राइम टाइम लाइव में अपने सबके हार्दिक स्वागत करै छी। कार्यक्रम में विशेष संदर्भ पर संबंधित व्यक्तित्व संग बातचीत होइए। आजुक हमरा सबक अतिथि छथि नेपाल टेलिकम, जकरा हम अहाँ सब दूरसंचार कंपनी लिमिटेड सेहो कहै छै। नेपाल टेलिकम जनकपुर के प्रमुख चिन्मय आनंद जी, हिनका संगे बातचीत करब जे टेलिकम एखन की सेवा विस्तार कर रहल छै यावत विषय में। हाकिम साहब, स्वागत इस कार्यक्रम में। नमस्ते, धन्यवाद। हामी नेपाली में गर्दा सहज हुन्छ होला। हजुर, ठीक। नेपाली में गरौँ त्यसो भए। अहिलेको अब एउटा नेपाल टेलिकमसँग ठुलो गुनासो के छ भने जनकपुरको जनताको वा भनौँ यहाँहरूको उपभोक्ताको, ग्राहकको त्यो सडक विस्तारको क्रममा जति पनि लाइनहरू काटिएको थियो, ल्यान्डलाइन, त्यो अल्पत्र छ। अझै पनि सेवा सुचारू हुन सकेको छैन। के छ त्यस विषयमा? सबभन्दा पहिला कुरा त के भन्दा जनकपुर सौन्दर्यीकरणको एउटा प्रक्रियामा एउटा जुन यहाँ क्षति पुग्न गएको छ हाम्रो पूर्वाधारलाई, त्यो क्षति चाहिँ बिस्तारै हामीले त्यसलाई सुधार गर्दै लिएर आएका छौँ। यो सुधार गर्ने क्रममा चाहिँ अब हामी एउटा व्यावसायिक संस्था पनि भयौँ र सेवा दिने पनि भयौँ। अब यसमा चाहिँ कस्तो भइदियो भन्दाखेरि नयाँ प्रविधि पनि आइरहेछ, नयाँ प्रविधिबाट जनतासँग पुग्नु पनि छ र सँगसँगै पुरानो प्रविधि सुचारू पनि गरिराख्ने भन्ने दुईटा कुरा सँगसँगै लानु परेकोले यसमा हामीले के गर्यौँ भन्दाखेरि जसरी चाहिँ अब क्षति न्यूनीकरण कसरी हुन्छ त त्यतातर्फ जाउँ। लाइनहरू पनि रिस्टोर गर्ने, बिग्रेका लाइनहरू र नयाँ प्रविधि जतापट्टि धेरै हामीलाई क्षति पुगेको छ जुन एरियाहरूमा, त्यो एरियाहरूमा चाहिँ नयाँ प्रविधि ल्याएर त्यसलाई रिप्लेस गरिदिने। यसकै क्रममा हामीले चाहिँ के गरेका छौँ भन्दाखेरि यो FTTH, फाइबर टु द होम भन्ने नयाँ प्रविधि छ, बजारमा हामीले ल्याएका छौँ। यसबाट चाहिँ हामीले के गरेका छौँ, अहिले जनकपुरमा पुरानो PSTN टेलिफोन भन्थ्यो हामी त्यसलाई, तामाको तारबाट चल्ने र फाइबरबाट चल्ने, यो दुईटै सँगसँगै चलाएका छौँ। यसबाट चाहिँ अब बिस्तारै चाहिँ ग्राहकलाई चाहिँ हामी लाइनहरू सबै चाहिँ अब पुरानै अवस्थामा फर्काउने प्रयासमा छौँ। अब हामी सडक विस्तारको क्रममा कति जति मतलब टेलिफोन लाइनहरू अवरुद्ध भएको थियो र कतिलाई अहिलेसम्म रिकभर गर्नु भएको छ? तथ्याङ्कमा भन्ने हो भने जनकपुरमा हाम्रो बाँड्न सक्ने कुल क्यापेसिटी चाहिँ टेलिफोनको 13,000 को हाराहारीमा थियो त्यति बेला, जसमा हामीले करिब 8,500 बाँडेका थियौँ। 8,500 ग्राहक हुनुहुन्थ्यो, जसमध्ये हाम्रो लगभग 90% नेटवर्क ड्यामेज भयो त्यो सडक विस्तारको क्रममा। हजुर, सडक विस्तारको क्रममा। र अहिले चाहिँ त्यो सङ्ख्या अब बिस्तारै हामीले फेरि सुधार गर्दै लिएर आउँदाखेरि अहिले लगभग 4,000 को हाराहारीमा हामीले सुधार गरिसक्यौँ, जसमा पुरानो प्रविधिको टेलिफोन र नयाँ FTTHबाट आउने प्रविधिको टेलिफोन गरेर त्यतिसम्म हामीले अहिले ल्याछौँ। र बिस्तारै यो सडक जता जता सडक क्लियर हुँदै आएको छ त्यतापट्टि पनि हामीले त्यो कुरा सुधार गर्दै लगेका छौँ। तर अझै पनि मुख्य सडकहरूको छेउछाउको ग्राहकहरू पनि टेलिफोनबाट वा भनौँ ल्यान्डलाइन, घरमा जुन हुन्छ नि ल्यान्डलाइन, त्यो अहिले पनि सुचारू नभएको, वञ्चित छ। अब उनीहरू सुचारू गर्न नचाहेको हो कि यहाँहरूसँग कुनै चुनौती छ कि त्यसलाई सुचारू गर्नलाई? यसमा हामीले जति हाम्रो नेटवर्क थियो टोटल PSTN भनेर, त्यो टोटल नेटवर्क चाहिँ अब नयाँ प्रविधिले रिप्लेस गर्ने भन्ने प्रोसेसमा गइसकेपछि अब त्यो नयाँ प्रविधि चाहिँ अब सुरुमै जडान गर्ने बित्तिकै फेरि क्षति नभइहालोस् भनेर अलिकति सतर्कता अपनाइरहेको अवस्था हो। त्यसले गर्दा चाहिँ त्यो अलिकति स्पिड चाहिँ अलिकति स्लो देखिएको हो। तर हामीले जसरी जसरी रोड क्लियर हुँदै गएको छ हामी त्यो कुरालाई चाहिँ रिकभर गर्दै आएको छौँ। ग्राहकलाई हामीले जानकारी पनि गराउँछौँ, तपाईँको एरियामा अब यो टेलिफोन सुचारू भइसक्यो, कृपया कार्यालयमा सम्पर्क गर्नुहोस् भनेर जानकारी पनि दिइरहेको छौँ हामीले। मतलब उहिलेको कसैको PSTN लाइन थियो, ल्यान्डलाइन थियो हैन, त्यो अवरुद्ध भयो सडक विस्तार भएपछि। अब लिन गयो भने वा सुचारू गर्न गयो भने त्यसलाई अब नयाँ प्रविधिसँगै जोड्नुहुन्छ, त्यो बाध्यात्मक छ कि लिनै पर्ने छ कि
के छ? यसको लागि कम्पनीले अहिले उहाँ यदि हुन्छ नि, मलाई पहिलेकै लाइन जोडिदिनुहोस्, मलाई यो नयाँ प्रविधि चाहिँदैन भनेर कसैले भन्न आयो भने के छ? पुरानो प्रविधि त्यहाँ सुचारू गर्न सक्ने अवस्था छ भने चाहिँ हामीले सुचारू गरिदिन्छौँ। जस्तै कि म एउटा इक्जाम्पल दिन्छु हजुरलाई। जस्तो जनकपुरको भानु चोक भनेको एकदम मुख्य चोक भयो, शिव चोक भने मुख्य चोक भयो। यो ठाउँबाट चाहिँ हामीले धेरै क्षति भएको थियो। त्यसकारण सम्पूर्ण रूपमा नै हामीले तामाको हाम्रो त्यो प्रविधि नै हटाइसक्यौँ। सो त्यहाँ चाहिँ मलाई जडान गरिदिनुहोस् भन्दाखेरि अब चाहिँ सम्भव छैन प्राविधिक रूपले। तर त्यहाँ चाहिँ हाम्रो एफटिटिएस सेवा चाहिँ उपलब्ध छ, उहाँले मागे अनुसार हामी दिन सक्छौँ। जहाँ पुरानो लाइन छ त्यहाँ ल्यान्डलाइन अहिले पनि जोडिया छ? हजुर छ। जहाँ नयाँ प्रविधि गइसक्यो त्यहाँनिर अप्ठ्यारो छ अब के छ? होइन, कुनै कुनै एरियामा दुइटै छ। जस्तो हजुरको यो विश्वकर्मा चोक एरिया साइडपट्टि हेर्नुभयो भने त्यहाँ पुरानो टेलिफोन पनि चलिरहेछ, अहिले एफटिटिएच पनि ल्याइसक्यो। मुरली चोक हेरौँ हामी, कदम चोक हेरौँ, यो सब एरियामा दुइटै प्रविधि छ सँगसँगै। भन्दाखेरि त्यहाँ पुरानै मेरो पुरानै सुचारू राख्छु, पुरानै चलाउँछु भन्दा पनि हुने भयो। तर हामी चाहिँ नयाँ प्रविधिमा जानुस् भनेर हामी प्रोत्साहित गर्छौँ। किनभने भविष्यको प्रविधि यो हो, यसमा कम, यसको क्वालिटी राम्रो छ, इन्टरनेट बेटर छ, भोइस क्वालिटी टेलिफोनमा राम्रो आउँछ, भोलिको दिनमा टिभी आउँदैछ, त्यतापट्टि हामी ग्राहकलाई जानुस् भन्छौँ। तर उहाँहरू कसैलाई अब इच्छा छ मेरो पुरानै टेलिफोन नै चलाउँछु भने त्यो चाहिँ छ, यथावतै छ। त्यो यो नेपाल टेलिकमको इन्टरनेट सेवा छ नि, 4G पनि लन्च गरिसक्नुभयो यहाँहरूले। तर पनि निजी कम्पनीहरूले प्रोभाइड गरिरहेको सेवा अझै पनि चर्चित छ। टेलिकम प्रतिस्पर्धा गर्न सकेको छैन जनकपुरको केसमा। किन त्यस्तो होला? हुन्छ नि, अब सरकारी एउटा नेपाल टेलिकम सरकारको स्वामित्व भएको होइन, सस्तो पनि, तर पनि प्रतिस्पर्धामा किन छैन त? यसलाई बुझ्नलाई चाहिँ अलिकति म चाहिँ यसको पृष्ठभूमि अलिकति राख्न चाहेँ। यो लामो समयसम्म हाम्रो 3G प्रविधिमा टेलिकम बस्नुपर्ने बाध्यता थियो। 4G प्रविधि हामीले काठमाडौँ पोखरामा ल्याएको थियौँ, 2017बाट ल्यायौँ। तर अरू एरियामा हामीले विस्तार गर्न अलिकति त्यो चाहिँ आयोजनाको एउटा बाध्यात्मक परिस्थिति थियो, त्यो ल्याउन सकिएन। ल्याउन नसक्दाखेरि अब प्रतिस्पर्धी कम्पनीले आफ्नो सेवा विस्तार गरे, अब ग्राहक त्यतापट्टि जोडिनु भयो सेवाग्राहीहरू। तर अब पछिल्लो समय त अब हामी 76 जिल्लामा पुगिसकेका छौँ। त्यसरी हेर्दा चाहिँ अब चाहिँ अबको दिनमा यसमा सुधार देखिन्छ। अब हाम्रो चाहिँ नि आम सेवाग्राहीहरूले यदि हाम्रो 4G चलाउनु भएको छ भने उहाँहरूले महसुस गर्न सक्नुहुन्छ। जनकपुरको केसमा हाम्रो इन्टरनेट 20 MBPS त हामीले सजिलै पाइरहेछौँ। भन्दाखेरि त्यो इन्टरनेटको क्वालिटी हाम्रो राम्रो छ मोबाइल सेवाबाट। तर यो बजारमा चाहिँ हामी अलिकति पछि चाहिँ परेका हौँ, त्यो एउटा बाध्यात्मक परिस्थितिले गर्दा। यो 4G लन्च भइसकेपछि अहिलेसम्म सेवा विस्तार भनौँ न, एफटिटिएच ग्राहकहरू कति बनाउनु भयो? यसलाई दुईटा फरक कुरा भयो, म यसलाई अलिकति उ गरेँ। 4G भनेको हाम्रो मोबाइल सेवा भयो। मोबाइल सेवाको भन्दा एफटिटिएच पृथक भयो। यो भनेको अब तारवाला त म भन्दिनँ, फाइबरवाला प्रविधि हो, घरसम्म फाइबरै लिएर आउनुपर्ने हुन्छ। यो एफटिटिएचको केसमा हाम्रो ग्राहक सङ्ख्या अब हामी झन्डै 800को नजिक पुगिरहेछौँ। यो किन भन्दाखेरि यो अस्ति मात्रै माघ महिनामा मात्रै मेरो धेरै ठुलो नेटवर्क विस्तार भएको छ। सो माघबाट फागुनमा आउँदाखेरि त्यो सङ्ख्या अहिले बढेको हो। पहिला नेटवर्क सानो थियो, त्यसकारण सङ्ख्यामा हामी अलिकति सानो छौँ। तर नेटवर्क क्यापेसिटी मैले अब झन्डै 4000को हाराहारीमा तयार गरिसकेको छु र असाढ मसान्तसम्म यो सङ्ख्या बढेर 6000तिर लिएर जाने हाम्रो प्रयास छ। प्रयोगकर्ता कति छ अहिले एफटिटिएच? प्रयोगकर्ता आजको दिनसम्म हेर्दा 750 नागिसकेको छ, 800तिर छ हामी। अनि यो जनकपुर उपमहानगरपालिकाभित्र कहाँ कहाँ पुगिसकेको छ यो सेवा? यो प्रमुख चोकहरू जस्तै मैले भन्न पर्दा शिव चोक भने, भानु चोक भने, कदम चोक भने, मुरली चोक भयो, क्याम्पस चोक भयो, त्यस्तै बन्सी चोक भयो,
रामानन्द चोक भयो। तर यो भन्दै गर्दा चाहिँ यो जुन हाम्रो उत्तर दक्षिण राजमार्ग छ, यो राजमार्गबाट पूर्वपट्टिको एरियामा मात्रै हामी अहिले यो विस्तार गरिरहेछौँ, किनभने यो पार्टमा सडकहरू धेरैजसो क्लियर भइसकेका छन्। त्यसकारण हामी यतापट्टि छौँ। अब यो राजमार्गको पश्चिमपट्टि जानको लागि हामीले हाइवेमा अन्डरग्राउन्ड डक्टिङवाला पार्टको काम गरिसकेका छौँ। हामी रेडी अवस्थामा छौँ। जसरी लाइन क्लियर हुन्छ हामी उतापट्टि पश्चिमपट्टि पनि वितरण सुरु गर्छौँ। यो एकदमै धनी संस्था पनि हो हैन, एकदमै राइज गरेको नेपाल टेलिकम। प्रतिस्पर्धाको दुनियाँमा हैन ग्राहकहरूको लागि जुन किसिमको एउटा सेवा हुन्छ, निशुल्क भनौँ वा उपहार भनौँ, यो यता जनकपुरतिर त्यति खासै चर्चामा आउँदैन नि त। यसमा जस्तै हामीले ग्राहकहरूलाई विशेष अवसरहरू पारेर, जस्तै नयाँ वर्षको अवसर हुन्छ भनौँ, दसैँ तिहारको समय छठ पर्वको अवसर हुन्छ, कम्पनीको हालै कम्पनीको माघ 22 गते वार्षिकोत्सव थियो। यो सबै अवसरको बेलाहरूमा चाहिँ हामीले ग्राहकहरूलाई प्रमोट गर्ने हिसाबले हामीले प्याकेजहरू ल्याएका छौँ। त्यस्तो किसिमका जस्तै अहिले पनि एउटा प्याकेज म यहाँ भन्न चाहेँ, जस्तै 300 रुपियाँमा 620 मिनट कुरा गर्न मिल्ने प्याकेज पनि हामीले ल्याएको छौँ। त्यो धेरै सस्तो प्याकेज हो। जानकारी चाहिँ अलिकति नपुगेको हुनसक्छ, त्यहाँ त्रुटि हुनसक्छ। मोबाइल युजर हजुर, मोबाइल युजरको लागि पोस्टपेडमा। हजुर, पोस्टपेड प्रिपेड दुवैको लागि हो त्यो। यता एफटिटिएच युज गर्नेहरूको लागि त कस्तो छ भने मार्केटमा सबैभन्दा सस्तो प्याकेज आज हाम्रै छ। 8,000 रुपियाँमा 1 वर्षसम्म 8 MBPS को प्याकेज हामीले दिएका छौँ, जसलाई वास्तवमै चलाउँदाखेरि 15-16 MBPS सम्म जान्छ। त्यसकारण त्यो हामीले एउटा नेपाल सरकारको संस्था भएकोले गर्दा यसमा चाहिँ सबैभन्दा राम्रो पक्ष के छ भन्दाखेरि यसमा हामीले जनतालाई ट्रान्सपरेन्ट रूपमा सेवा दिन्छौँ। हामीले त्यसमा चाहिँ बिलिङ होस् अथवा हाम्रो इन्टरनेटको स्पिडमा होस्, यो हाम्रो प्रष्ट छ। त्यसकारण यसमा चाहिँ केही उपहार आएन भन्दा पनि त्यो सुरुको डिजाइनै हजुरको चाहिँ त्यो प्रोपरली गरिएको छ। त्यो ट्यारिफ डिसिजनै नेपाल सरकारको हुन्छ। त्यसकारण त्यहाँबाट लाभ प्राप्त हुन्छ सेवाग्राहीलाई। मतलब प्राइभेट डिस्ट्रिब्युटर्सहरूले 15 MBPS को पैसा लिने तर स्लो सेवा दिने, त्यस्तो चाहिँ यसमा समस्या छैन नेपाल टेलिकममा। म त्यसलाई किनभने गुनासोहरू आइरहन्छ, हामी 15 MBPS को यति खर्च गरेर लियौँ वार्षिक, सुरुमा ठिकै हुन्छ तर 5-10 दिनपछि नेट स्लो हुन्छ, त्यो ठग्ने उपाय मात्रै हो भनेर आउँछ नि त गुनासोहरू। हाम्रो केसमा मैले अघि भने 750 माथि हाम्रो ग्राहक भइसक्नुभयो। अहिलेसम्म मलाई एउटा ग्राहकको हिजो मात्रै कम्प्लेन आएको थियो। मैले 18 MBPS को कनेक्सन लिएको छु तर मैले 6 MBPS मात्रै पाएँ भन्ने उहाँले गुनासो गर्नुभयो। अनि हामीले प्राविधिकलाई पठाएर जाँच गर्न लगायौँ के रहेछ। मलाई अघि भर्खर भाइबरमा स्क्रिनसट आएछ, त्यो ग्राहकको घरमा गएर चलाएर पठाउनु भएको छ, त्यो 33 MBPS आइरहेछ। हजुर, हामीले बढी नै दिएका छौँ, कटौती भन्ने नै छैन यसमा। अब अरू प्रतिस्पर्धी, अब म नाम लिन्न, प्रतिस्पर्धी कम्पनीहरू, अब म यहाँ आएदेखि जति ग्राहकहरू आउनुहुन्छ एफटिटिएच का लागि, उहाँहरूले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि उताको सेवाबाट अब सन्तुष्टि नभएकोले नेपाल सरकारले त अब दिएको सेवा त त्यस्तो नहोला भनेर हामी आएका छौँ। मैले आफ्नो अफिसमा नि एउटा कनेक्सन राखेको छु। कोही कस्टमर आउनुहुन्छ, मैले उहाँलाई दिन्छु पासवर्ड, तपाईँ यहीँ पहिला टेस्ट गर्नुहोस्, हेर्नुहोस्, तपाईँलाई ठिक लाग्छ हामीसँग आउनुहोस्, होइन भने अब के गर्नुपर्छ, तपाईँलाई कसरी सेटिस्फाई गर्न सकिन्छ हामी प्रयास गर्छौँ भन्ने गरेको छु। अहिलेसम्म त्यस्तो खासै गुनासो भोग्नु भएको छैन? मैले छैन। छिटपुट प्राविधिक समस्या, तार चुडेको अथवा अरू कुनै केसले गर्दा हुनसक्छ, तर स्पिडले नै गर्दा चाहिँ त्यस्तो आउने गरेको छैन। अनि टेलिभिजन पनि ल्याउने कुरो गर्नुभयो, हजुर, के छ अब, कसरी सेवाहरू विस्तार गर्दै हुनुहुन्छ, नयाँ सेवाहरू?
टेलिभिजनको लागि चाहिँ अब हाम्रो के छ भने ग्राहकको धेरै चाहना चाहिँ के छ, त्यो टेलिभिजन आयो भने टेलिकमकै सेवाप्रति बढी आकर्षित हुने हामीले बुझेका छौँ बजारको त्यो अध्ययनबाट हेर्दाखेरि। त्यसकारण सकेसम्म चाँडो नेटवर्क विस्तार गर्ने, जस्तो अघि पनि मैले भने असाढ मसान्तसम्म 6000 को नेटवर्क जनकपुरमा तयार गर्ने, त्यो गर्न सक्यौँ भने हाम्रो विस्तार हुन्छ। त्यो चाहिँ सेवाग्राहीले एउटै प्रविधिबाट सबै थोक पाउनुहुन्छ। यहाँसँगको वार्तालाप जारी रहनेछ। दर्शकबिन, कार्यक्रम प्राइम टाइम लाइभ में आज हाम्रा सबक अतिथि छथि चिन्मय आनन्दजी, नेपाल टेलिकम जनकपुर प्रमुख। इनका सँगै सम्बन्धित सान्दर्भिक विषय पर बातचीत भइरहने रहेछ। कार्यक्रम में एक छोट व्यावसायिक विश्राम, त्यसका बाद फिर से उपस्थित है। दर्शकबिन नमस्कार, पुनः स्वागत है कार्यक्रम प्राइम टाइम लाइभ में। आज हाम्रा सबक अतिथि छथि चिन्मय आनन्द, टेलिकम जनकपुर प्रमुख छथि। इनका सँगै बातचीत कर रहल छी। फेरि पनि यहाँलाई स्वागत गर्दै, एउटा ग्राहकको के हुन्छ भने नि, नेपाल सरकारको स्वामित्व भएको सरकारी संस्था नेपाल टेलिकम अब बदलिदो युग छ। उहिले डिसको तार बेग्लै हुन्थ्यो, टेलिफोनको तार बेग्लै हुन्थ्यो, तर अब टेलिफोन पनि चलाउन मिल्ने, इन्टरनेट चलाउन मिल्ने र टेलिभिजन पनि आयो। अब यो सारा सेवाहरू प्याकेजमै दिनलाई टेलिकमले के कस्ता कामहरू गरिरहेको छ र कति दिनसम्ममा प्याकेजमा यो सेवा दिनुहुन्छ? यसको लागि नै हामीले FTTH भन्ने सेवा लिएर आएका हौँ। FTTH प्रविधि अहिलेको सबैभन्दा आधुनिक प्रविधि हो र यो संसारभरि नै सबैभन्दा धेरै चलेको प्रविधि मध्ये पर्छ। ब्रोडब्यान्ड, फाइबर ब्रोडब्यान्ड भन्ने गर्छौँ हामी यसलाई प्राविधिक भाषामा। यसमा के छ भने इन्टरनेट अब अहिलेको संसारको सबैभन्दा ठुलो मागै इन्टरनेट छ र त्यो पनि द्रुत गतिको इन्टरनेट। द्रुत गतिको इन्टरनेट, यसमा इन्टरनेटको स्पिड कति दिने भन्ने त्यो लिमिटेसन छैन। यो भविष्यमा जति थप्न पनि सकिन्छ स्पिड। अब यो MBPS बाट GBPS मा जाने केही कन्ट्रीहरू नै भइसके संसारमा। हजुर, FTTH मा। त्यसकारण त्यो एउटा उच्च गतिको इन्टरनेट दिने र सँगसँगै हाम्रो पुरानो टेलिफोनलाई पनि सँगै लिएर जाने। सो हामीले जुन ग्राहकलाई इन्टरनेट चलाउनको लागि जुन एउटा डिभाइस दिन्छौँ हामी CPE भन्छौँ, कस्टमर प्रिमाइस इक्विपमेन्ट। बोलीचालीको भाषामा मान्छेले राउटर भन्ने गर्नुहुन्छ। त्यसैमा जोडेर हामीले टेलिफोन जोडिदिन्छौँ, त्यसैमा टेलिफोन चल्छ। र सँगसँगै अब हामीले वैशाखबाट अहिले भर्खर कम्पनीले अनाउन्स गरेको छ, आउँदो वैशाखबाट नयाँ वर्षबाट 77 सालबाट टेलिभिजन पनि हामी लन्च गर्दैछौँ। NTTV भनेर हामीले त्यसलाई ब्रान्डिङ गर्दैछौँ। सो NTTV, NT टेलिफोन, NT इन्टरनेट सबै एउटै प्याकेजमा इन्टिग्रेटेड सर्भिसको रूपमा चाँडै नै सेवाग्राही माझ आउँदैछ। त्यसो भए हामी अब छिट्टै भन्न पाउँछौँ टेलिकम भए अरू किन रोज्ने? हजुर, अवश्य प्याकेजमै हुन्छ। हजुर। अब अलिकति प्रसङ्गलाई फरक गर्छु म। आशावादी र जति विश्वास छ नि सरकारी संस्थामाथि, यो सस्तो हुन्छ, भरपर्दो हुन्छ, कुनै व्यक्ति विशेषलाई ठग्न मिल्दैन, हैन? त्यसरी नै गुनासाहरू पनि धेरै हुन्छन्। तर गुनासो गर्नलाई कार्यालय पुग्नुपर्ने त्यति समय त अब छैन। गुनासो गर्नलाई सहज तरिका के छ र रेस्पोन्स कसरी गर्नुहुन्छ? गुनासोलाई रेकर्ड गर्ने र गुनासोको सुनवाई गर्ने, यो दुईटा पाटाहरू छन्। गुनासो रेकर्ड गर्ने हामीसँग एउटा प्रमुख रूपमा हामीले 1498 टेलिफोन गरेर अथवा पुरानो टेलिफोनको गुनासो छ भने 198 मा डायल गरेर हामीले गुनासो रेकर्ड गराउन सक्छौँ। हामीले त्यसमा चाहिँ IVR प्रविधि छ। 198 डायल गर्ने बित्तिकै त्यसले प्रश्न सोध्दै जान्छ, जवाफ दिँदै गएर रेकर्ड गराउन सकिन्छ। र त्यो रेकर्ड गरेको त्यसको अटोमेसनमा छ, त्यसको सर्टेन टाइमभित्र त्यो सोलुसन आउँछ। सो जे बिग्रेको छ, लाइन बिग्रेको छ, ADSL, FTTH जे गुनासो छ, त्यो एउटा चाहिँ हाम्रो प्रमुख गुनासो सुन्ने माध्यम हो।
र त्यो बाहेक अर्को माध्यम चाहिँ आजभोलि अब ह्यान्डी माध्यम चाहिन्छ सेवाग्राहीलाई। त्यसको लागि हामीले नेपाल टेलिकमको एप डेभलप गरेका छौँ। त्यो एप मोबाइलमा डाउनलोड गरेर हामीले सजिलै प्ले स्टोर अथवा iOS-बाट डाउनलोड गर्न सकिन्छ र डाउनलोड गरेर रेजिस्टर गरेपछि त्यसमा टेलिकमले प्रदान गर्ने सेवा र गुनासो गर्ने सबै कुरा एउटै इन्टिग्रेटेड प्लेटफर्म बनाइएको छ। त्यसकारण त्यसमा टपअप गर्नु पर्यो, गिफ्ट गर्नु पर्यो अथवा प्याकेज नयाँ खरिद गर्नु पर्यो लगायत अन्य थुप्रै सुविधाहरू हामीले त्यसमा राखेका छौँ र त्यो एप चाहिँ धेरै नै सूचना दिने किसिमको छ। म सेवाग्राहीहरूलाई अनुरोध गर्न चाहन्छु कृपया त्यो एप डाउनलोड गर्नुहोस्, तपाईहरुलाई यसले धेरै सहज बनाउँछ। मानिलियो अहिले जनकपुर वा भन्नु यस क्षेत्रको एफटीटीएच युजरहरू कुनै समस्या आयो भने कसरी कम्प्लेन गर्ने? यसको लागि पहिलो तरिका 198 मा कम्प्लेन राख्दिनुस् र अर्को चाहिँ हामीले सम्बन्धित शाखाको एउटा टेलिफोन नम्बर जडान गर्न आउने बेलामा दिने गरेका छौँ। टेबल इन्जिनियर साहबको टेबलको नम्बर छ र अहिले हालैमा मैले चाहिँ कार्यालयमा एउटा कस्टमर कन्ट्याक्ट रुम भनेर सेवाग्राही सम्पर्क कक्ष भनेर स्थापित गरेको छु। त्यहाँको नम्बर हामीले दिने गरेका छौँ र कुनै समस्या छ भने व्यक्तिगत रूपमा आएर त्यहीँ छलफल गर्न पनि सकिन्छ सेवाग्राही कक्षमा बसेर, अथवा फोन गरेर इन्जिनियर साहबको नम्बर हामीले दिएर पठाउने गरेका छौँ, त्यसमा गर्न सकिन्छ। तर सबैभन्दा मैले भन्न रुचाउने देशभरिमा कहीँबाट पनि कम्प्लेन गर्न सक्ने सजिलो उपाय भनेको 198 मा डायल गरेर कम्प्लेन। यहाँको कार्यालयको अधिकार क्षेत्र कतिसम्म छ र त्यहाँ 4G को अवस्था के छ? हाम्रो जनकपुर, म दूरसञ्चार कार्यालय जनकपुर हेर्छु मैले। त्यो यो जनकपुरको लागि तोकिएको दायरा भनेको धनुषा जिल्ला र महोत्तरी जिल्ला हो। दुईटा जिल्ला? हजुर, यो दुईटा जिल्लामा हामीले हेर्ने भनेको 4G मोबाइल तर्फ 4G मात्रै नभनौँ 2G 3G 4G मोबाइल सेवा सबै छन्। त्यो बाहेक PSTN पुरानो टेलिफोन र FTTH नयाँ टेलिफोन पनि छ। यो लगायत अब CDMA थोरै सङ्ख्यामा छ र पहिला हामीले WiMAX भनेर दिएका थियौँ, तर WiMAX प्रविधि अहिले त्यति प्रयोगमा छैन। यी सबै सेवा हाम्रो मातहत पर्छ यो दुई जिल्लाका लागि। 4G एकदमै साथै प्रदेशमा भव्यताका साथ लन्च गर्नुभएको थियो। कतिसम्म सक्सेस छ अहिलेसम्म 4G? यो प्रदेश 2 लाई हेर्ने हो भने ग्राहक के छ र सेवा के छ? फ्रिक्वेन्टली छ कि छैन, कि कम्प्लेन छ 4G मा? अहिले प्रदेश 2 लाई का 4 जिल्लाहरू नेपाल टेलिकमको चाहिँ प्रमुख एउटा फोकसमा छ। यसलाई हामीले यो 4 जिल्ला मुख्यतः सप्तरी, सिराहा, धनुषा र महोत्तरी, जहाँबाट चाहिँ लगभग हामी भन्ने गर्छौँ लगभग प्रत्येक परिवारबाट कोही न कोही विदेशमा हुनुहुन्छ र त्यस्ता विदेशिनु भएका दाजुभाइ दिदीबहिनीहरूको लागि घरमा भिडियो कल गर्न सहज हुने हिसाबले चाहिँ हामीले 4G विस्तार गरिरहेका छौँ र यसका लागि चाहिँ हामीले नयाँ नभएका ठाउँहरूमा नयाँ टावर थप्ने काम गरिरहेका छौँ। अब अहिले 24 वटा लगभग घरको 24 वटा स्थानको लागि हामीले घर र जग्गा सम्झौता पनि सम्पन्न गरेका छौँ। त्यहाँ नयाँ टावर आउँदैछ। 4 जिल्लामा? हजुर, 4 जिल्ला होइन, मेरो मातहतको 2 जिल्लाको लागि 2 जिल्लामा। अनि त्यहाँ चाहिँ अब छिटै नै 32-34 वटा नयाँ टावरै आउँछ। सो त्यसले कभर गर्ने गाउँपालिका नगरपालिकाहरू पनि उहाँहरू पनि 4G को दायरामा आउनुहुन्छ। अब अघि उठाउनु भयो, हामीले भव्यताका साथ 4G लन्च गऱ्यौँ सर्भिस। जति बेला हामीले 4G लन्च गरेका थियौँ जनकपुरमा को प्रमुख चौकहरूमा 5 स्थानमा 4G को सेवा राखेर हामीले सुरु गऱ्यौँ। तर आजको दिनमा आउँदा जनकपुर सहर पुरै 4G बनाइसकेका छौँ हामीले। धनुषा जिल्लाको 64 वटा टावरबाट 4G सेवा प्रदान गरिरहेका छौँ। त्यस्तै गरेर महोत्तरी मा पनि 50 को हाराहारीमा छ
त्यसकारण हामी 100 भन्दा माथि स्थानबाट हामीले 4G सेवा दिइरहेका छौँ अहिले। जनकपुर शहरी क्षेत्रभन्दा बाहिरको ग्रामीण क्षेत्रहरूको हजुर। वडाहरूमा हजुर 4G छ कि छैन? छ। हामी नगरपालिका धेरै ठाउँमा पुगिसक्यौँ। त्यो लगायत हाइवेलाई हामीले फोकस गरेका छौँ। हाइवेहरूमा हामीले 4G पुर्याइसक्यौँ। त्यसकारण अब रहेका भनेको पहिले नै टावर थिएनन् जुन स्थानहरूमा र त्यहाँ जनताको अत्यधिक माग छ, नेपाल टेलिकमको 4G चाहियो, त्यो स्थानहरूको लागि चाहिँ हामीले त्यहाँ घर भाडा सम्झौता गर्ने, त्यहाँ जग्गा सम्झौता गर्ने, त्यहाँ नयाँ टावर बनाउने र सञ्चालनमा ल्याउने कामहरू गरिरहेछौँ। अब हामी कार्यक्रमको अन्ततिर छौँ। पोलिसी बनाउने त अब मन्त्री सचिव होइन मन्त्रालयले गर्छ, अनि टेलिकमले त्यसलाई फलो गर्ने हो। अब यहाँलाई प्रदेश नम्बर 2 लाई फोकस गरेर वा तराई मधेसलाई फोकस गरेर जहाँनिर अधिकांश युजरहरू छन् नेपाल टेलिकमको, अलिकति इफेक्टिभली जनताको मन जित्ने गरी, ग्राहकको मन जित्ने गरी नयाँ उपायहरू वा भनौँ भिजनहरू ल्याउन भनियो भने यहाँको सुझाव के हुन्छ? एउटा नीतिको उसमा प्लानिङ गर्न भनियो भने यहाँलाई के गर्न सकिन्छ यो क्षेत्रको लागि? यो धेरै राम्रो प्रश्न गर्नुभयो। यसमा मलाई लाग्छ मिथिला क्षेत्र भनौँ, अब यो भविष्यमा यसको नामाङ्करण पनि मिथिलासँग जोडिएर होला। मिथिला क्षेत्र भएकोले यहाँ चाहिँ नेपाल टेलिकमको सेवा सुविधा प्रयोग गर्न प्रति जनतालाई आकर्षित गराउने हिसाबले त्यो किसिमको प्रवर्धन कार्यक्रमहरू अलि बढी हामीले यहाँ चलाउनु पर्ला। अलिकति त्यो घनीभूत रूपमा त्यसमा छलफल हुनुपर्छ र त्यो छलफलमा यहाँका स्थानीय, यहाँ मिथिला क्षेत्र बुझेका र यहाँका प्रयोग गर्ने शैली, यहाँको जनताले के सेवा रुचाउनुहुन्छ त्यस्तो किसिमको सेवा, त्यस्तो किसिमको प्याकेजेसहरू ल्याउनलाई चाहिँ हामीले अलिकति त्यो किसिमको वर्कआउट गर्नुपर्ने देखिन्छ। त्यसकारण मैले चाहिँ एउटा सुझाव कलेक्सनको हिसाबले चाहिँ यहाँ केही कार्यक्रमहरू सांस्कृतिक कार्यक्रमहरूको मार्फत हुन सक्छ। ठाउँ ठाउँमा सांस्कृतिक कार्यक्रम गर्ने, मिथिलाको कल्चर पनि प्रमोट होस्, सँगसँगै नेपाल टेलिकमको सेवाको बारेमा जानकारी पनि प्रवाहित होस्, त्यो किसिमको कार्यक्रम चलाउने, त्यसबाट जनताको सुझावहरू सङ्कलन गर्ने र त्यो अनुसार मिथिलालाई सुहाउने किसिमको यसलाई कसरी अझ प्रमोट गर्न सकिन्छ टेलिकमको सेवा मार्फत त्यस्ता किसिमको प्याकेजेसहरू लिएर आउने। जस्तै अब विदेशमा हुनुहुन्छ दाजुभाइहरू, उहाँहरूलाई कसरी चाहिँ घरमा सम्पर्क गर्नलाई चाहिँ भिडियो कलहरूमा फेसिलिटेट गर्न सकिन्छ, उहाँहरूलाई इन्टरनेट सेवा कसरी चाहिँ सहज र सुलभ रूपमा दिन सकिन्छ, यो विषयमा चाहिँ अलिक बढी वर्कआउट गर्नुपर्छ कि भन्ने लागेको छ मलाई। जस्तो हुन्छ नि नेपाल टेलिकमप्रति मैथिली भाषी भोजपुरी भाषीहरूलाई पनि अपनत्व महसुस गराउनलाई अब डायल गर्ने बेलामा रेस्पोन्स हुन्छ नि त, व्यस्त रहेको, स्विच अफ भएको, त्यसलाई मैथिली भाषामा भोजपुरी भाषामा रेस्पोन्स गर्न सकिन्छ कि सकिँदैन? के छ अहिलेसम्म नेपालमा त्यो परिपाटी छैन, त्यतातिर पनि सोच्नु पर्यो नि त। अब यो सकिने कुरा हो, नसकिने होइन। जसरी हामीले अङ्ग्रेजी र नेपाली भाषामा दुईटा अनाउन्समेन्ट हामी दिइरहेछौँ, त्यस्तै गरेर मैथिली भाषामा पनि दिन सकिन्छ। जस्तो प्रादेशिक संरचनामा देश गइसक्यो होइन, प्रदेश 2 को एउटा नेटवर्क बनाएर, कन्ट्रोल रुम बनाएर त्यस्तो त गर्न सकिन्छ। यो प्रदेशको अब अधिकांश वा भनौँ सर्वाधिक बोल्ने भाषा मैथिली भयो, मैथिलीमा पनि रेस्पोन्स गर्न सकिन्छ। मोबाइलबाट आउने अनाउन्समेन्ट अथवा टेलिफोनबाट आउने अनाउन्समेन्टको लागि यो प्राविधिक रूपले सम्भव छ। कार्यालयको हकमा चाहिँ अब कार्यालयमा सेवाग्राही आउँदा उहाँहरूलाई प्रयोग गर्ने भाषाको रूपमा चाहिँ हामीले अलिकति, किनभने अब हाम्रो कल्चर मिक्स कल्चर छ, हामी त्यसलाई एडाप्ट गर्छौँ। नेपालको सबै समुदायका चाहिँ हामी कहाँ कर्मचारी हुनुहुन्छ, अब उहाँहरूलाई चाहिँ हामीले मिथिलामा हुनुहुन्छ, मैथिल भाषा, मैथिल संस्कृतिलाई सकेसम्म जगेर्ना कसरी गर्न सकिन्छ त्यतापट्टि चाहिँ अलिक विचार गरेर त्यो अनुसारले प्रस्तुत भइदिनु सेवाग्राहीहरूको लागि
त्यो भने सहज हुन्छ भन्ने कुरातर्फ त्यो भन्न मिल्यो। त्यो मिल्यो। अनि त्यो मोबाइल टेलिफोनमा पनि गर्न मिल्छ त्यसो भए? मिल्छ, त्यो प्राविधिक रूपले त सम्भव छ। हामी जति पनि भाषामा अनाउन्स गर्न त सक्छौँ। अनि किन अहिलेसम्म त्यो एक्सर्साइज किन गरिएको छैन, यहाँलाई के लाग्छ? यसमा मलाई लाग्छ यो सायद पहिलोपटक कतैबाट यस्तो किसिमको सुझाव पनि आएको हुनुपर्छ। यो आफ्नो भाषाप्रतिको लगावले निर्वाचन कार्यालयले प्रदेशै पछि त्यहाँको स्थानीय सर्वाधिक बोल्ने भाषाको उसमा निर्वाचनको पुस्तिकाहरू जानकारीमूलक सबै संस्थाहरूले अब छाप्न थाल्यो नि त। अब यो एक्सर्साइज त गर्नुपर्ने त टेलिकमले पनि। यो राम्रो सुझाव छ। यसको विषयमा मैले केन्द्रसँगसम्म चाहिँ कुरा पुर्याउने प्रयास गर्छु। यो किनभने अब फेरि हामी 7 प्रदेशमा बाँडिएका छौँ। 7 प्रदेशमा अब हरेकको अफिसियल ल्याङ्ग्वेज एउटा एउटा होला र त्यसलाई त्यो अनुसारले त्यो प्रदेशभित्रको सेवाग्राहीहरूलाई त्यसकै भाषामा गर्न सकियो भने यो राम्रो यो सुझाव हो। नेपाल टेलिकम पनि प्रादेशिक संरचनालाई त्यहाँको स्थानीय भाषालाई सम्मान गरेको बुझिन्छ नि त। यसले अपनत्व पनि विकास गराउँछ यसले सेवाग्राहीमा। यो राम्रो सुझाव छ। यसमाथि के गर्न सकिन्छ आगामी दिनमा हामी यसलाई छलफलको विषय बनाउँछौँ। कार्यक्रमको अन्त्यमा अब यहाँको धेरै ग्राहक उपभोक्ता यहाँ प्रमुख हुनुहुन्छ, 2 शब्द के राख्न चाहनुहुन्छ अन्त्यमा? जनकपुर क्षेत्रमा, मिथिला क्षेत्रमा हामीले ल्याएको नयाँ प्रविधि प्रयोग गरेर हेर्नुहोस्। यो प्रविधि राम्रो छ। हामीले संसारको राम्रो प्रविधि मध्येको प्रविधि लिएर आएका छौँ। हामीसँग FTTH प्रविधि छ, हामीसँग 4G छ। हामी एकीकृत रूपमा सेवा दिन तयार छौँ। त्यसकारण हाम्रो सेवाहरू उपभोग गर्नुहोस्, यसको लाभ लिनुहोस् र केही गुनासो छन् भने हामीलाई विभिन्न गुनासो टिपाउने माध्यमहरू छन्। हामीलाई अथवा मलाई सिधा सम्पर्क गरेर चाहिँ मलाई गुनासो टिपाउन सक्नुहुन्छ। मैले सकेसम्म यहाँहरूको गुनासो न्यूनीकरण गर्ने प्रयास गर्छु। हस्, धन्यवाद। अन्त्यमा यहाँको अमूल्य समयको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। दर्शकबिन, कार्यक्रम प्राइम टाइम लाइव में आजको दिन नेपाल टेलिकम जनकपुर प्रमुख चिन्मय आनन्द जी सँगै बातचीत भेल। नेपाल टेलिकम की सेवा 4G, FTTH, PSTN आदि इत्यादि के विषय में, नेपाल टेलिकम के भावी योजना के विषय में बातचीत भेल। उनका सबके चुनौती सबसे हो वह विषय में बातचीत भेल। फिर से दोसर श्रृंखला में विशेष व्यक्तित्व संग विशेष संदर्भ पर बातचीत करवाक उपस्थित है। एखन के लिए आज्ञा दिया। नमस्कार।